गाइस तपाईँहरू स्वागत छ फेरि पनि मेरो नयाँवाला भिडियोमा। होप्छु तपाईँहरू पनि सन्चै नै हुनुहुन्छ होला अनि आरामै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु र आजको भ्लग यहीँबाट हामी सुरु गर्नेवाला छौँ। दिनभरि के हुन्छ म तपाईँहरूलाई देखाउने नै वाला छु। पिस आउट। अनि एउटा कुरो चाहिँ देखाउने बिर्सिछु केटा, कपाल सवाल काट्यो हिजो होइन, चट्ट यताको पुरानै हो कट, के भन्छ यसलाई अब मुलेट त्यस्तै अब। अनि अहिले चाहिँ तेल लाएर हल्का चोमो जस्तो देखिन्छ। अहिले हेल्मेट लाएर हिँडेपछि उयो फेरि जस्ता त्यस्तै। त्यही भएर अब चाहिँ के हुन्छ भने खाना खानुपर्ने हुन्छ। यहाँ चाहिँ तरकारी के रहेछ, तरकारी चाहिँ यही हिजोको मासु रहेछ। यहाँ भात पाकिसकेको छ। म चाहिँ तल जान्छु अनि बाबा र बजै अझै आउनु भएन। बजैलाई वहीँ हस्पिटल एडमिसन गरेर राख्नुपर्ने भएर अनि अब कति दिन लाउने हो, त्यही भएर अब आउनु न ल, 1-2 दिन 3-4 दिन। अनि अहिले चाहिँ म र मम्मी हो भएर अनि मम्मीले अब तल गएर पालो दिन्छु म, खाना आउनुहुन्छ मम्मी माथि, अनि त्यसपछि मैले खान्छु अनि त्यसपछि के हुन्छ र केटा। अनि छतमा चाहिँ यहाँ यस्तो स्ट्रबेरी पाकेको छ, कसै भने यस्तो मिठो लभली पाकेको छ अहिले। तर सिजनमा सबभन्दा राम्रो भनेको यो वर्षकै यही होला, नत्र पहिला फल्थ्यो टन्नै डेन्जर। एउटा ठुलो थियो यार, किराले खाइदिएछ यार केटा। त्यही म तल पसलमा गएँ, अब जानु त भएको छैन माथि, म बस्छु एकछिन। बाइक साइक मक्खन पारामा धुवाएर त्यहाँ एकछिन स्टिकर हाउसमा गएको थिएँ म, अनि घर आइसकेको छु म। अब चाहिँ कतै यसो मोटो भ्लग जस्तोतिर गइदिउँ भन्ने सोच छ, कतै अफरोडतिर के हुन्छ। अब यहाँ प्लान अब कतातिर जाने भन्छ अनि म तपाईँहरूलाई देखाउनेवाला छु। टिल देन पिस आउट। यो राखिदिनु है चादर। लगडा तपाईँलाई स्वागत छ फेरि पनि मेरो आफ्टर अ लङ टाइम ब्लगमा, मोटो ब्लग। दादा चाहिँ अब हाडी हान्ने अवस्थामा हाडी हान्ने तर्खरमा छ केटा। यहाँ फेरि यसकी मादर छुत यहाँबाट घुमाउन पर्ने हुन्छ। उयो मेरो नम्बर प्लेटमा सिक्ने साला गयो यार, फक भयो नि केटा। यहाँ त मुझे दिमाग खराब केटा। तेल पनि कति छ, तेल नि नरहेछ यार। ओम नमः शिवाय, जय श्री राम, जय हनुमान जी, रक्षा गरून्। पहिले सुरु त म तेल हाल्न जान्छु केटा, अनि कता कता जान्छु तपाईँहरूलाई देखाउँछु म। त्यो यसो अहिले खानुहुन्छ भनेर माकडो उस ल्याउँछु भनेको यार, के भन्छ त्यो फ्रुट जुस क्या हाल्न पो बिर्सेछ यार। ल केटा म अहिले पेट्रोल पम्पतिर गएर आउँछु। ल लाइन हेरेर केटा पेट्रोल पम्पमा लाइन यो बा
हो अब यहाँ कति बेर कुर्ने केटा यार पानी पर्ला जस्तो भइसक्यो यार अब यार छ्या यार यस्तो हुन्छ कि दैलो नि हिँड्ने बेलामा यार अब यहाँ तेल हाल्छु म केटा अनि त्यसपछि अहिले एकछिनमा भेट्छु तिमीहरूलाई यहाँ चाहिँ तेल हाल्न पर्ने हुन्छ तेलको चाहिँ कति पुग्छ प्राइस 180 80 कति पुग्छ क्या ए भगवान बचाओ 188 हो कति हो मैले 1 कतिमा हाल्थेँ यार गाह्रो गाह्रो ल केटा 40 दादा अब यहाँबाट भागिस पेट्रोल त हाल्यो कि 1 लिटरलाई 200 गुण लगाइसकेको छ मेरो जिन्दगी दादा आफ्नो डेस्टिनेसन तिर चल्दिस ओ फक धन्नै दिएको दादालाई चल्दिस पारै बेग्लै छ दादाको आज चाहिँ 16 राखेर चल्दिस एक्लै आज चाहिँ कतिवटा पुल देखाउँछु है त मैले ल एउटा पुल यताबाट गरेर देखाइदिन्छु पहिले यताको पुल देखाउँछु म एउटा तर बाटो त फक छ यार केटा यार अफ रोड भयो भने यार के गरेर जाने यार यो पुल भयो एउटा है यो पुल अहिले मैले तलबाट पनि देखाउँछु एउटा यो पुल भयो म जाने चाहिँ उँधो हो केटा वा इंग्लिश गाली को देख क्या नेपाली गाली त बुझ्दैन यार इंग्लिश गाली त बुझ्छ त केटा कपिराइट लाउँछ फक केटा चाहिँ कता ए यहाँ पनि एउटा पुल छ है ल दुईटा पुल भयो आज कतिवटा पुल छ सब यो बाटो चाहिँ सर हामी तल जानु पर्ने हुन्छ गियरमा जान्छ त जाँदो रहेछ यार गियरमा नि केटा हो फेरि इङ्ग्लिस बोल्यो यार ए बा हो अलि एक ठाउँ गएर थम्नेल खिच्न पर्ने हुन्छ के हुन्छ अफरोडको झल्को त अलिअलि दियो है त्यो अघि देखाएको पुलियो है त तल केटा सेकेन्डमा देखाएको पुलियो माथि देखिन्छ कि देखियो होइन हो यस त्यति राम्रोसित देखाएन केटा खास पुल अब म खास यो खोलाको तिर अफरोड गइदिउँ न आज भनेर हो एकचोटि म गएको थिएँ 220 मा गएको म एकचोटि योसित 3टा पुल भयो ल 3टा पुल ल हेर केटा 3टा योसित यो गाडीको गरेर गाडीको त के गर्ने नबनाऊँ भयो झोलुङ्गी पुललाई मात्रै टार्गेट गरौँ 3टा भयो अरू चाहिँ हो यहाँ मन्दिर नि छ उता डिलमा चाहिँ उस छ के अरे के भन्छ यार केटा त्यो मान्छे चलाउने घाट मैले यहाँ जे पनि बोल्यो भने मलाई केही नहोस् होइन ए मलाई केही नहोस् रे हुन त के हुन्छ र मलाई ए के भन्न लाग्यो लगेडा अफरोड सुरु भयो बाटो फक छ होइन त्यही पनि दादा लग्दै पर्दै ए अर्को पुल देखाउनु बिर्सेछु केटा कति 3टा जाडो भयो अनि योसित कति एउटा 2टा 3टा 4 हो कि है केटा 4 पुल अनि यता है ओइ महाकटक एउटा 2टा 3टा 4वटा 4-5वटा भयो यस्तो कुरा नअड्किनु त केटा हामी आफ्नो लक्ष्यतिर जाऊँ
बाटो चाहिँ फक छ मोबाइलमा, के अरे मोबाइलमा रे, त्यहाँ मोबाइलमा चाहिँ कस्तो देखिन्छ केटा, बाटो चाहिँ फकै छ। अफरोड बाइक भन्छौँ पहिलाको त राजै हो कि यो बाइक। ड्युरेबिलिटी चेक हानिदिउँ न होइन, ड्युरेबिलिटी, माइलेज, पिकअप होइन, पिकअप त अब त्यस्तै हो, 5-6वटा एसी त छ, 5-6वटा भयो होला केटा। अर्को पुली छ अगाडि होइन, दादा चाहिँ एक्लै खाने फेरि बाटोमा, बाटो चाहिँ यहाँनिर अलिक फकै छ केटा। तिमी हेरौँ के कस्तो हुन्छ, पन्जा लाएर आउनु पर्ने केटा, हात त अहिले दुख्ला यार स्टार्टिङमै। उयो केटा उयो फक, ए घरिघरि त्यही भने छ्या, बरु नेपाली गाली दिन्छु मासला केटा। बाटो त औडा छ कि यहाँदेखि हो, गाह्रो भएको भने कि यहीँ हो केटा, पल्ट्यो भने म यहीँ हो पल्टिने, तर दादा सजिलो पल्टिन्न होइन। दादा नि त कुदा छ नि त केटा हो, नेपालको डेन्जरस ठाउँहरूमा नि उता गाह्रो त नर्मल हो कि। यो बाटोमा म 220 लिएर आएको थिएँ पहिला एकचोटि होइन, यो अहिले भिआर लिएर आयो। यो बाटोबाट उता बन्जिमुनि हार्नेसको रिसोर्ट जान्छ है केटा, म चाहिँ त्यता पनि देखाउँछु, त्यहाँ भित्र चाहिँ जान मिल्दैन। अब त त्यस्तो यो नि पुल भयो अघि देखाएको, अझै 40 अनि लागिदा जोस हेर न जोस। मलाई एकचोटि यो बाटोमा डट बाइक लिएर आउनु त मन थियो कि, यस्तो मिठो ट्रेल जस्तो छ क्या यो बाटो, कुरो यस्तो मजा आउँछ। बाइक र मान्छेले केही नभोस्, दादाले यस्तो कुदाइदिन्छु नाक्का होइन। तर यो बिहारको चाहिँ एउटा टेन्सन के छ भने केटा होइन, गियर फेरिन्न, अनि गियर राम्रोसित उसकै पुरानो भएपछि त जुन बाइक पनि त्यही हो, त्यही नै गियर राम्रोसित फेरिन्न। अनि अफरोडमा धेरै राम्रोसित गियर नफेरिने कारणले अनि जताभाइ त्यता चलाउँदा चेन फुस्किन्छ क्या, चेन हाल्दाखेरि अनि गाह्रो गराउँछ, लास्टै लुज भयो नि हो। यता त मामाहरूलाई पो देख्छु त, छोडिदिनु त होइन कता दादालाई कि। है डर लाग्ने गरेर हिँड्नुहुन्छ त मामाहरूले, गाह्रो 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 केटा। उयो फक केटा, यहाँ चाहिँ लु त अलिअलि टायर चिप्लिएको छ, तर डट टायर छ नि त हल्का फुल्का भयो नि। ओ बा केटा ओ बा, कसैलाई डट ट्रायल चाहिएको छ भने डटमा यस्तो अब पिचमा कति कुदाउँ भने कुकुसमा वरिपरि है यस्तो डटतिर कुदाउन मन छ भने आइज केटा, यहाँ मक्खन छ बाटो, त्यस्तो गाह्रो पनि छैन, डट छ अनि फेरि राम्रो राम्रो छ, हल्का अफरोड अफरोड अनि त्यस्तै छ केटा हो। गाह्रो गाह्रो दादा चाहिँ जाँदैछ होइन, कसम भिडियो पो भइसक्यो भएन यार केटा यार, टेन्सन फेरि एकातिर भिडियो नहुने एकातिर के हुने भयो भने म हेर्छु है एकलट। पसिनै आइसक्यो केटा हो, भिडियो चाहिँ भयो रहेछ होइन, साउन्ड क्वालिटी मिठो आओस् न, चुम्मेश्वरी साउन्ड आओस् न दादा। त्यसपछि त हिरो हिरो भन्दा नि बबाल बबाल अलिकति होइन, बेसी राम्रो भिडियो दिउँ भन्ने हुन्छ होइन, यहाँ त्यत्रो खर्च गरेर के गरेर केटा, अनि पोटेन्सियलै देखेन भने अनि के गर्ने, गाह्रो छ नि त। उयो लगाएको केटा 7-8 यो बन्जीको पुल हो, यो मान्छे तर्न यता र उता गर्न नि मिल्यो, अनि योमा चाहिँ के अरे बन्जी हान्न नि मिल्यो है। सेम गोल्ड हाइजेस बन्जी जम्प भन्ने जस्तो लाग्थ्यो मलाई आई गेस, अनि त्यो भयो 7-8 गनामै अब केटा कति म कन्फ्युज भयो यार, यता कुदाउनु चक्कर आयो, बाटो यस्तै छ। यहाँ तल तल देखियो कि देखेन, यहाँ तल नि छ कि उयो बाटो चाहिँ त्यता देखाउँदा त यता पल्टेला जस्तो बाटो पो आयो त केटा। अरू केही होइन केटा, मलाई हिलोसित डर लाग्ने हो क्या, बाटो त जस्तोसुकै लिएर आउनु मेरो अगाडि, त्यस्तो हुत्त पिकअप छैन बिचरा, जे भयो नि बुढो भएको, यसलाई चाहिँ मिलाइ कुदाउनु पर्ने हुन्छ केटा हो होइन।
मेरोभन्दा चढ्को साउन्ड बाइकको आयो भने झन् ठिस हुन्छ क्या देख्यो कि देखेन अघि केरा पुल यहाँ तल छ क्या पुल ऊ ए देखियो होला नि अब त राम्रोसित हो 7-8 वटा भयो ल पुल केटा अब चाहिँ उतातिर छैन होला यार मैले अघि पेट्रोल पम्पतिर पनि देखाइदिन्थेँ पेट्रोल पम्पबाट अलि भित्रै पर्छ कि डिलमा पेट्रोल पम्प चाहिँ यता रोडमै भयो त्यही भएर नदेखाएको त्योसित पनि गरेर त 9 वटा भयो होला 9-10 वटा छ कि पुल यहाँ अनि यताबाट चलाउन मजा आइरहेछ केटा हो बिचतिरमा खन्देकोमा बाटै बन्द तर यो बाटो मालगाडीहरूका यस्तो माटोहरू ट्र्याक्टर सेक्टर ट्रक सरक हिँड्ने बाटो हो क्या दादा जेपाटी बोल्यो होला सरी हो नाफा मैले भन्दैछु मैले फेरि यहाँ जोसमा बोलेको यो जोस यस्तै हो जेन्जी यताबाट उडाइदिन्छ दादा फेरि हे यार माको सँगै युट्युब दा यार त्यो जेपाटी बोलेको छैन यार मैले यार यिनी गर्दा झ्यालो दिन्छ सही ल देखिने केटा बेला एउटा चुसोमा यस्तो चलाउनु मजा आउने बाटो अनि त्यसपछि चाहिँ यस्तो खोस्टा अफरोड नहन्ने जस्तो क्या हल्का पिचै जस्तो मक्खन छ क्या बाटो उकालो ओह्रालो अनि बिरालो यस्तै छ केटा हो आफूसित घरमा डट बाइक छ अफरोड अनि नचलाइकन राखेर पनि के अर्थ भयो त नि अनि त्यो हुन्छ मेरो भनाइ यो चाहिँ हाम्रो अल्दगो फ्रम मुस्ताङतिरबाट आउने काली खोला है त कालीगण्डकी रिभर अब कालीगण्डकी रिभर पनि अब मैले यहाँ धेरै जस्तो मान्छेहरू देखेको क्या यो कुष्मा पर्वत भन्ने ठाउँ कुन हो भन्ने थाहै छैन मान्छेहरू यो सेकेन्ड माथिको सेकेन्ड ओल्डको सेकेन्ड हाइएस्ट बन्जी जम्प भएको ठाउँ चाहिँ कुष्मा पर्वत हो र के भन्छ के पो भन्छ मायाको डक्स सबभन्दा सानो उसके के त्यो के भन्छ जिल्ला सबभन्दा सानो जिल्ला र सबभन्दा धेरै झोलुङ्गे पुल भएको जिल्ला नि यही है त केटा यहाँ चाहिँ छिर्न दिन्न नि दादाले बाटो त यहाँ त अनि फक लाइफ रहेछ त नि केटा छिर्ने बाटो छ र छैन अब यहाँ फेरि दादा यसो बाटो छोडिदिनु हुन्थ्यो कि हैच छोडिदिनु हुन्छ कि अलिकति ल है केटा ओ ठ्याक्कै मुनि रहेछु म त यार बन्जी कहिले बन्जी हानेर हुन्छ नि हेर्न हुन्थ्यो ओ आउँछ क्या यतै डिलेतिर ढाल्नु पर्यो दादाले बाटो छोडिदिनु भएको छ धन्यवाद यति भन्दै मेरो शब्दहरू यहीँ टुङ्गाउन चाहन्छु म अनि थ्याङ्क्स फर वाचिङ साह्रै लामो भएछ केटा 40-50 मिनटको एडिट गर्दा बल्ल थाहा भयो अब पार्ट 1 पार्ट 2 गरेर हाल्न पर्ला जस्तो छ यो चाहिँ पार्ट 1 भयो अब पार्ट 2 चाहिँ भोलि आउँछ है त अनि यति नै भन्दै टिल देन टेक केयर पिस आउट गुड नाइट तपाईँहरूसित म अर्को नेक्स्ट भिडियोमा भेट्नेवाला छु यसकै पार्ट 2 आउँछ अर्को भिडियो चाहिँ त्यो पनि हेर्न नछुटाउनु होला